हामी त भाडी उठाउनु बिचार उहाँ छोरी बोकेर हतारमा त छोडिन्छ छोरी हतारमा छोडिन्छ पहिला भैँचालोमा घुन्साको दमाएर सब छोरा छोडे भागे बच्चा बोकेर कुद्यो भनेको त बोरा बोकेर कुदेको सिरानी बोकेर नि कुदेछु अनि म त आफ्नो बुवामा अहिले बच्चा है त्यस्तो हुन्छ आफ्नै माया लाग्छ धेरै यहाँ के आयो भन्नु त यहाँ टिप्छु र म यहाँ 45 सालको भुजा फेरि 45 कि 46 सालको 45 सालको ओए भन्दै यो आँगन पुरानो घर होइन आँगनमा पुगिने के झ्यालबाट हात राख्दा यसरी होइन अनि आँगनको डिलमा एउटै झ्यालबाट दुईजना दाजुभाइ एउटै सिरक लिएर कसरी हाम फालेछ सिरकै तल कुरा गर्नु मात्रै आउँदैन के बच्चादेखि यस्तो सिरकबाट सुतेर सिरकै लिएर तल आमा बाउले कहाँबाट बोलाउने अब यता आइज भनेको यता आइज भनेको उता खुट्टिने घरमा त कडा हुनुहुन्छ तपाईँ त्यो भएर दिमागमा अहिले काममा छ र यहाँबाट यताबाट आइज भन्दा त बोलिन्छ है यता आइज है भने कराएर बोलाउँदा कता छ नि पानी हट्यो भने लोकेसन बुझ्नु नि पर्यो नि गाडी बसेको छन् बहिनीहरू भन्यो अब लोकेसन भनेको त के हो किताब बोकेर पढेको ढोक्कभरि एकतिर जाँदा आधी हुन्छ भनेको सबै हाल्दाखेरि गएको अब म सहर जान मन लागिरहेछ फेरि नसक्नु त्यो लक्ष्मीको घर हेर्न मन लागेको छ हिँड तिमीहरू नि भनेपछि केटाहरू हुर्किहाले मेरो त यही एउटा नानी चाहिँ आफ्नै हिँड्ने